You are what I waited for. Oh, you make me touch the sky when I'm down. 'Cause when I'm with you, I'm fine. When you go, I'm sad. I like my life with you. Oh, 'cause you are my one. ब्रेकफास्ट आइसक्यो हाम्रो यहाँ ब्रेकफास्ट खान सुरु गरिसक्यो केटाहरू तिमीहरुकोमा एउटा एउटा झोल भएको छ नि के तिमीहरुको ब्रेकफास्टमा एउटा झोल भएको छ क्या तिनजना ठ्याक्कै बाइक सबैजना आइसक्यो ब्रेकफास्ट खान थालिसक्यौँ कस्तो छ त सेना ब्रेकफास्ट सेना कस्तो छ त ब्रेकफास्ट ठिकै मिठो 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 हो के छ त हाम्रो ब्रेकफास्टमा आज त्यही ससेज खाइदियो होला यिनीहरूले बढी ससेज अन्डा फ्रुट्स त्यसपछि हल्का यहाँनिर आलु फ्राई अनि त्यसपछि खाँदैन म सस खानु कस्तो छ ठिक छ त्यो बुढाकोबाट मैले ससेज त मैले हाँस मारेँ ल गुड मर्निङ डे 2 हाम्रो गुड मर्निङ त अब गइसक्यो होला गुड मर्निङ अब भोलि हुन्छ आज हाम्रो डे 2 टक्क हाम्रो होटल चाहिँ होटल प्याराडाइस यही हो होइन अब सबजना रेडी हुँदैछन् यहाँ सो अब तताउनु पऱ्यो नि आफ्नो घोडालाई नि आफ्नो गधाहरू आउँछन् यहाँ साथै डे 2 के भन्नु छ Yes, day 2 we are going for the boating right now. या अब बोटिङ गर्ने अनि त्यसपछि बोटिङ गरेर अब त्यहाँ माछा खाउँ अनि चल्नुपर्छ चितलाङतिर है चितलाङको स्पेसल के हो चिज हो Boat cheese खाने हो गोड चिज हो अनि त्यस पछाडि वाइन भन्नाले कस्तो के को वाइन के को वाइन के को वाइन भन्ने अब प्लम प्लम वाइन प्लम भनेको के हो प्लम आरू बोक्रा ए आरू बोक्रा प्लम भने पिज भने चाहिँ के त चाको लगेर त अनि के छ सेना नि कस्तो भयो त हाम्रो हिजोको रात रमाइलो भयो रमाइलो भयो त सही भयो नि त सही भयो तिमीलाई अलि ऊ चाहिँ इन्ट्रोभर्ट सुप छैन अब चितलाङ नानी हो रमाइलो नानी हो गाइजहरू अब आज हाम्रो अब लास्ट भोलि लास्ट हुन्छ टक्क लाएर अहिले अलिक चिसो बेलुका बेलुका चाहिँ यता चाहिँ अलिक चिसै हुँदैछ हिजोको बाटो देखिहाल्नु होला कस्तो छ भनेर आम्मा बबाल थियो नि हिजोको बाटो त है ठुलो आम्मा गाइजहरूलाई अब कति अब अलिअलि गर्मी नै छ है तर बेलुका लास्ट चिसो है तर यता तिमीलाई के लाग्छ त्यस्तो आएन मलाई तिमी पो सुत्न गयो राति 2 बजेसम्म बस्दा यस्तो ढाँड दुखेर चिसोले ल हामी यहाँ रेडी सेडी भइसक्यौँ बाइक साइक पनि तताइसक्यौँ यहाँनिर सबजना रेडी होटलको बिल सिल क्लियर गरेर अब हामी एकछिन बोटिङ गर्न जानु पऱ्यो भनेर गएको अब ल बोटिङतिरै भेटौँ होला सायद अब है त सी यू गाइस एट द बोट कुलेखानीमा बोटिङ गर्ने भनेर झरेको हामी चाहिँ गीत चाहिँ फेरि बबाल बजिरहेछ तर अहिले गीत बबाल बजेछ भन्दा भन्दै चाहिँ गीत गाउनै छोड्यो त ल सबैजना रे है त सबैजना ल अब जाउँ हामी तल बोटिङ गर्नु ल जाउँ त अनि चियस चियस ल चियस चियस कपाल त के हो मेरो त बवाल उठेछ त के भयो तेरिस के भयो हेर न खोलेको छैन जग्गा राति रक्सी खाएर ढलेर उठेर पनि फेरि रक्सी नै छ फेरि वाह बास तातो माछा त्यहाँबाट लिएर आएको छ
जाउँ न तपाईँ हाम्रो बोटिङ चाहिँ स्टार्ट भइसक्यो हामी यता 5 जना छौँ अर्को बोटको केटाहरू 6 जना छ लेट्स गो बोटिङ सुरु गरौँ ल हामी यतापट्टि भिडियो पनि गर्दैछौँ यता ल फोटो खिच्नु भने उता सेल्फी हान्न लगाइरहेको छ नि त हाम्रो पनि छ यो ल ल ल ओए तौडे सर रेकर्ड भइरहेछ रेकर्ड भइरहेछ हाम्रो चाहिँ भर्खर फोटोसुट भर्खरै भयो भन्ने कार्यक्रम भयो के गर्न आँटेको यहाँबाट जान्न यहाँ मान्छे यहाँ हेर्नुहोस् हामीलाई फ्रेमबाट बाहिर निकालिदियो म यो भ्लगमा यसलाई पनि इन्क्लुड गर्न चाहन्न प्लिज मार्कमा ल हामी हामी अब खाना खान जान्छौँ हाम्रो खाना हुन लागेको छ कहाँ भन्दाखेरि चितलाङ वी आर गोना गो चितलाङ फर द लन्च ल अब हामी लागौँ साथी म त आइसक्यो अरू होइन त्यस्तै हो होइन अब हामी चाहिँ लाग्दैछौँ चितलाङतिर चितलाङमा गएर चाहिँ सुकुटी खानुपर्ने हुन्छ अब साइकको छ त बाटो 1 घन्टा पिसाब च्याप्यो गाडी रोक भन्ने यस्तो भइसक्यो यहाँ टोइलेट जस्तो छ जाऊ मुख च्यापिसक्यो खै एकचोटि जानै पर्ने हुन्छ ल यो त हेलमेट बोक्यो एकैछिन गाइज गिभ मी ब्रेक है फर द पिस ए गाइज आई एम ब्याक है एक मूत्र दिएर अब फेरि गन्तव्यतिर लाग्नुपर्ने हुन्छ बस्न त यसमा धेरै सजिलो नि अब खाने र गाडी आइदिएर राम हिजो पनि धुलो खाएको अब आज धुलो खाने यिनीहरूले रोक्छ धुलो खानु बस्यो क्या साला किनारे धुवा धेरै फाल्यो क्या
पुरिरहेको रहेछ फोन लाग्दा बाइकको यस्तो बाटो हिँड्दैछु अनि फोन अब कसरी लाग्छ ए मेरो भ्लगमा आयो भने चढो Going to the Patwal, I know. Welcome back to another vlog. So I hope you know me very well. बस म त्यस्तो चर्चित भइसक्यो नि Okay guys, do not forget to subscribe, like, share, comment. त ल Comment. ल बाइकमा छु क्या ओके ल यहाँबाट ठ्याक्कै लागेर 1 घन्टा होला मैले मेरो भ्लगमा हो ला सबैजना त्यही गइसक्यो सबैजना अड्केका छन् को कसलाई के गाह्रो हुन थाल्यो अहिले हेइ Đây là group lo. राज भाइ आउँदै छैन त्यसलाई धुलो खोज्नुपर्छ केटालाई अन्त धुलो धुलो गरेको फेरि खोइ होटेल पाइन्टले यहीँ खाएको सुकुटी हामीले लास्ट टाइम के गर्छ लाग्दैन लागेन लास्ट टाइम हेर्नु खाएको थियो हामीले होइन तर अलिकति खुल्ला ठाउँ बसेर खाउँ भनेको सुकुटी मिठो थियो भने के हुन्छ हुन्छ होइन अब हामी चाहिँ आइपुगेको छौँ दिस इज द चितलाङ रिजर्ट फाइनली चितलाङ पनि आइसक्यो हामी है यसो चेक इन प्रोसिड्युर गर्नुपर्ने हुन्छ हामीले Oh, now swinging at swing. ओए यसको क्यामेरा जाला है हेभी रहेछ त यो त यसको नि मचिरहेको पुरै चितलाङको स्विङमा मोटे आइबन मेरो ब्लगमा दामी छ त सोलो चाहिने हो भने फेरि एउटै ब्लगमा मागेको छ फेरि एउटा ब्लग हो भइगयो त म के गर्दा बिएस त्यही त त्यो सोध्दै थियो क्या छुट्टै गरिदिनु के भन्दै थियो अनि एउटै ब्लगमा हाल्नु भन्नु यही राम्रो होला नि कटेज कि भन्यो कटेज बस्यो त अदन पल्लो बसिहाल्छ हो ल मेरो ब्लगमा सबै रुम हेरोस् अलरेडी चितलाङमा चाहिँ हामी आइसक्यो कसले घोच्यो यार चप्पल नल्याएर दुःख भयो क्या मलाई बाथरुमको स्लिपर्स युज गरिरहेको छु क्या अनि तर राम्रो रहेछ ठुलै रहेछ यार यो अनि अब 1 घन्टापछि भात पाक्छ भन्ने बित्तिकै चाहिँ हामी बाहिर गएर गोट चिज खान्छौँ अब नेक्स्ट डेस्टिनेसन अब त्यही हो यहाँ चाहिँ यस्तो छ
यहाँ चाहिँ यस्तो छ राम्रो छ केटाहरू जाँदैछन् हाम्रो म्यानेजरले चुज गरेको ठाउँ हो यो अब खोइ के चिज हन् जाने रे चिज खानु पर्यो गाइजहरूलाई के को चिज हो रे गाइजहरू बाख्राको हो रे अनि त्यसपछि अब यहाँ वाइन टेस्टिङ पनि हुन्छ भन्ने कुरा थियो अब यो पालि अलि ढिलै भइहाल्यो बनाउनु भ्लग बनाउनु न बनाउ न तिमी भ्लग बनाउने एकछिन यसो जिस्काइदियो रोमनलाई रोमन साथीलाई चरपटीको त यो त ठुलो बोर्डै रहेछ नि यहाँ खोइ कहाँ ओइ हो त रहेछ नि चितलाङ चरपट पसल भनेर रहेछ हाम्रो त्यहाँनिर होइन गाइज अब हामी चरपट खाएर लडपट चिजमा गरेर चिज खानु ल यहाँ चाहिँ चटपट सरी चटपट पसल हो होइन ट्याक्कै यहाँ चाहिँ मान्छेहरूले खाना आउँछ भनेर ट्याक्कै यहाँनिर चटपट लेखिरहेको रहेछ ल गाइजहरू यहाँनिर चटपट खानलाई आतुर भइरहन् हामी चाहिँ भर्खरै यहाँनिर चटपट खान आएको छौँ होइन अनि चटपट हामीले 3 प्लेट भनेको छौँ 50 रुपियाँ प्रति प्लेट रहेछ होइन 50 रुपियाँ प्रति प्लेट रहेछ अनि हामीले चाहिँ त्योभन्दा अगाडिको लागि चाहिँ एकछिन यसो मुखमा केही राख्दै गरौँ भनेर चाहिँ हामीले 4वटा जति कुरकुरे मगाएको छौँ 2टा रातो एउटा कालो एउटा हरियो मगाएको छौँ होइन अब यसपछि चाहिँ हामी उता माथि चिज फ्याक्ट्री जान्छौँ गोठको चिज पाउँदो रहेछ यतातिर चाहिँ यस युआर राइट त्यो रातो खालको चाहिँ चिज फ्याक्ट्री रहेछ होइन अनि बोर्ड हेरिदिउँ होइन यसरी यहाँ हामीले चाहिँ प्रत्यक्ष बोर्ड देख्न सक्छौँ होइन चितलाङ चिज होमस्टे फार्म एन्ड फ्याक्ट्री भनेर लेखिएको रहेछ यतातिर चाहिँ होइन गोठको चिज भनेर लेखिएको रहेछ अनि स्कुल पनि रहेछ यता त्यो माथि देखिस् श्री के स्वच्छन्द ला पढ्नै नसकेर स्वच्छन्द भैरव माध्यमिक विद्यालय रहेछ अनि ओ स्कुल यहाँ माथि स्कुल माथि रहेछ हौ नाइस हो नि उनीहरूले त खतरा चिज खानु पाइन्छ होला त्यसो भए त सही कुदाउँदो रहेछ होइन गाइज यहाँनिर तर होइन खाली सम्धिहरू हो होइन तर खाली बाटो भएको भएर पनि पिच त्यस्तो राम्रो त होइन तर एटलिस्ट कुदाउनु चाहिँ दामी नै कुदाउनु मिल्छ अरू उताको बाटोभन्दा त एकदम राम्रो छ त्यही भएर पनि होला सायद अनि हाम्रो गाइजहरू चाहिँ यहाँनिर हेर बिचरा लाग्दो माया लाग्दो गरेर सबजना खाइरहेछन् देखाइदियो त उता अनि हाम्रो रोमन साथीलाई केही भन्नु छ त लास्ट भोक लाग्छ है पर्छ नि अनि हाम्रो स्वस्ति साथीलाई ल ठिक छ दामी अनि हाम्रो सुप्रिया साथीलाई के भन्नु केही भन्नु छैन रमाइलो भइरहेछ बर दामी हो नि हाम्रो के अरे हुनेवाला विदेशी साथीलाई चाहिँ के भन्नु छ त कस्तो स्वदेशी फिल आइरहेछ आज स्वदेशी हजुर अहिले नेपालमा हुँदाखेरि चाहिँ एकदम स्वदेशी फिल के हुन्छ नि मेरो देश प्यारो म छोडेरै जान नसक्ने जस्तो अवस्थामा छु नेपाल यस अनि हाम्रो चाउलाई छैन सुरञ्जन साथी के भन्नु छ त अनि हाम्रो ट्रिपको बारे रमाइलो भइरहेछ त्यही हो ल ठिक छ दामी हो नि अनि हाम्रो ऐश्वर्या साथीलाई के भन्नु छ त ठिकै छ हजुर ठिक छ नाइस हो नि वान एन्ड ओन्ली सेनापति के भन्नु छ त नाइस कन्टेन्ट उहाँ चाहिँ हाम्रो खासमा आर्मी इन द ब्यारेक उहाँ चाहिँ हाम्रो खासमा आर्मी इन द ब्यारेक भन्ने एउटा ब्यारेक छ होइन त्यहाँको सेनापति हो वान एन्ड ओन्ली सेकेन्ड लेफ्टिनेन्ट हो उहाँ चाहिँ अनि छुट्टीमा आउनु भएको भर्खरै अनि छुट्टी कस्तो भइरहेछ त रमाइलो भइरहेछ है छुट्टी त ओभर राम्रो भइरहेछ नाइस अनि अब हाम्रो क्यामराम्यानलाई पनि भनिदिउँ होइन हाम्रो क्यामराम्यानलाई म चाहिँ अघिदेखि देखाएको नि मै हो अलि मलाई रमाइलो लागेको छ जे होस् यहाँको भाइब्सहरू राम्रो छ कुलेखानी भन्दा यहाँको अलिकति छुट्टै भाइब्स मजा आउँछ छैन मजेदार पनि छ ठिक छ यतिकैमै अब गरौँ चरपटी खाउँ हामी
अनि माथि अब चिज खाने ठाउँमा भेटौँला है हामी सबैजना के ओके हो साथी ल ओके यतिकैमा बाई बाई हाम्रो चाहिँ यहाँनिर चटपट आइसक्यो होइन वा आइरन खाइसक्यो यार गाइजहरूले ल यहाँ त सकि पनि सकेछ होइन यहाँ चाहिँ अलिक धेरै रहेछ चौला पिरो नपुगेर सिँगै खुर्सानी खाँदैछन् हाम्रो गाइजहरूको नि आउँदैछन् यो पनि हो पिरो नपुगेर सिँगै खुर्सानी टोक्ने तिमीलाई खुर्सानी ठिक्क छ हाम्रो चाहिँ चटपटी यहाँ यसरी बन्दैछ चटपट चटपट कि चटपट चटपटै भर्खर बसेको हो फेरि केटीहरूको कस्तो रह्यो हजुर किनकिन मलाई पानीपुरी पनि छ लाग्यो छ कस्तो रहेछ त यम्मी ओके छ त यम यम अब चाहिँ हामी यहीँ जाँदैछौँ अघि नै देखाएको थियो नि हामीले अब यहीँ जाने अब चिज खाऊँ यहाँको स्पेसल गोट चिज रहेछ है हजुर अब यहाँ एभाइलेबल छ कि छैन भन्ने कुरा मात्रै हो एउटा चिज अब उयो चाहिँ गरौँ के अरे थाप पहिला पत्ता लगाउँ छ कि छैन चिज तपाईँलाई चिज कस्तो लाग्छ चिज ठिकै लाग्छ तिमीलाई आई डोन्ट लाइक चिज नट माई टाइप हो र यु आर नट अ चिजी पर्सन आउ न के तिमीलाई चिज कस्तो लाग्छ नट इन्ट्रेस्टेड चिज मिठो लाग्दैन आउनु त हेर्नुहोस् त तिमीलाई चिज कस्तो लाग्छ ठिकै चिज ठिकै। उसलाई ठिक लाग्छ अरे यहाँ अहिलेसम्म उसलाई ठिक लाग्छ अब केटा हो एक्सक्युज मी के कुरा गर्न सक्छौँ हामी तपाईँलाई चिज कस्तो लाग्छ सल्टी लाग्छ कस्तो मिठो लाग्छ कि लाग्दैन सल्टी क्या सल्टी भने मिठो तपाईँलाई मिठो लाग्छ कि लाग्दैन सल्टी लाग्छ क्या नुनिलो लाग्छ तपाईँलाई हजुर ठिक छ तपाईँलाई कस्तो लाग्छ चिज ठिकै लाग्छ खानु खा एकचोटि खाएको अब चाख्नुपर्छ गएर राम्रो तर हाम्रो सेकेन्ड टाइम हो यो चिज कस्तो लाग्छ रोमन खाएपछि थाहा हुन्छ खाएपछि थाहा हुन्छ ओहो भनेपछि तपाईँले फर्स्ट टाइम हान्नु लम्बा भइरहेको छ कि चिज छैन यो तपाईँको कति टाइम होला सेकेन्ड थर्ड ठिकै छ ल यहाँ आउँदा सुरन जानु चिज कस्तो लाग्छ मिठो लाग्छ अलिकति निलो टाइप हुन्छ ठिक छ आर यु एक्साइटेड या फर स्योर भनेपछि आज चिज खान चाहनुहुन्छ तपाईँ यस ल ठिक छ ल यहाँ म्याक्सिममले चिज खाने नै कुरा भयो अब यहाँ तोडफोड गरेर भयो नि खाना चाहिँ पर्ने हुन्छ हाम्रो चिज हो होइन ल यहाँ बाख्रा फार्मै हो कि के हो होइन बाख्रा फार्म चाहिँ छैन एउटा सानो सप छ सबमा त्यहाँनिर चाहिँ लोकल गोट चिज बेच्नुहुन्छ उहाँहरूले त्यो खाँदाखेरि चाहिँ नुनिलो भएन छ भने चाहिँ मलाई भन्नुहोस् होला है ए बाख्राहरू कति होला नि त बाख्रा अब हेर्नु यस्तो हुन्छ फेरि कुरा भन्दाखेरि चाहिँ अब तपाईँले सोध्नु भएको क्वेसनै मिलेको छैन अब यो गाउँभरि भन्नुभयो कि अब कहाँ चाहिँ यो फ्याक्ट्रीमा सोधेको फ्याक्ट्री अनि यो चिज फ्याक्ट्रीमा अब बाख्रा साख्रा त होला नि त गोठ फ्याक्ट्री गोठ अहिले जहाँसम्म लाग्छ हिँड्ने अनुसार नजिक आइसक्यो हामी तर म्या पनि गरेको छैन यसो हेर्दाखेरि चाहिँ थोरै नम्बरमै छ कि जस्तो लाग्यो मलाई चाहिँ के यहाँ गएर आफैले त्यस्तो बाख्रोले चाहिँ गर्न मिल्दैन परि सास पनि लिन पाऊँ है तपाईँले बाख्रा देख्नु भएको छैन नि बाख्रा अहिलेसम्म देख्नु भएन बाख्रा होइन यहाँ चाहिँ देखेको छैन फ्याक्ट्रीमा भनेर त तपाईँले लाइफ टाइमभरि बाख्रा चाहिँ देख्नु भएको ए देख्नुभएको छ बाघ चाहिँ बाघ होइन भनेपछि बाख्रा देखाएको छ ल ठिक छ त्यसो भए यहाँ हेर्नुहोस् अब आयो यही हो अरे बाख्रा वेलकम टु द गोट चिज होमस्टे यो होमस्टे पनि रहेछ है गाइजहरू यो चाहिँ च्याङ्ग्राकै हुनसक्छ के लाग्छ क्यामराम्यान के लाग्छ थाक्यो क्या म त हिँड्दा च्याङ्ग्राकै हो च्याङ्ग्राकै होला त यो ओहो यहाँ पनि रहेछ त घुमहरू
यो चाहिँ एकदमै यो त चिजले बनेको हुनु नि सर्टिफिकेटहरू पनि रहेछ ल यहाँ पुरस्कृतहरू पनि रहेछ यो के हो कुन मायाको चिनो यो चितलाङ चितलाङ यस्तो रहेछ हेर ड्रोन सटमा देखायो घडी रहेछ हौ राम्रो रहेछ घडी ए भित्र ओ त अब यहाँ आउनु चिज गोड चिज यही हो यो चाहिँ हाम्रो सब चिज हो यो सब हो यो चाहिँ हार्ड चिज हजुर यो चाहिँ हार्ड चिज अनि यो चाहिँ यो चाहिँ प्रति पिसको तपाईँको 1500 पर्छ यसको चाहिँ 250 हजुर यो चाहिँ हार्ड चिज भयो तपाईँको जस्तो यो केजीमा हुन्छ कि के हो यो ग्राम अनि यो चाहिँ तपाईँको 2 हप्तासम्म हुन्छ 2 हप्ता जस्तै होइन यो चाहिँ तपाईँको जति राख्नु त्यति अब निखरेर आउँछ जस्तै यसलाई तपाईँले काटेर पनि बेच्नुहुन्छ जस्तै 2 पिससम्म हुन्छ यसको ठिकै छ के खाने अब मात्रै सब्जी खान्छ होइन सब्जी खाने हो हामीले खाएको यही ल यही सल्टी भन्थ्यो नि अब टेस्ट धेरै चाहिँ गरेर नि अलिकति दिन्छु म हजुरलाई यसो टेस्ट गर्नलाई ल खोइ टेस्ट गर्ने चाहिँ होइन यो चाहिँ यो नि दिइराख्नु यो 3टा लियो नि कि 2टा पहिला एउटा ट्राई गर होइन 2टा ल्याउँ त 2टा ल ल म अर्को नि एउटा म टेस्ट गर्न जाँदैछु ल एकचोटि क्यामेरा टेस्ट गर्छस् पक्न त नि चाड दिन्छस् के हो एकैछिन त पर्खि यसले त गर्नु पर्यो होला नि त खै यता देखाउनु लुक एट दिस यो चाहिँ अलि साल्टी हुन्छ अरे अब के चाहिँ छ यसको भित्र पत्ता लगाउँ न होइन हातले यसो निकाल्न आई वान्ट टु टेस्ट ल म खाँदैछु ल यस्तो छ ल टेस्टी मिठो छ त हौ मिठो छ कुन बेला खाइसक्यो त्यस्तो त हैन खोइ हाल्यो अब टेस्ट मिठो रहेछ त हौ मलाई मिठो लाग्यो त मिठो रहेछ ठिकै छ मिठो छ हौ साँच्ची भने हो त्यो दही जस्तो टाइपको रहेछ लेट्स ट्राई होइन गाइस मलाई चाहिँ हार्डवाला चाहिँ ट्राई गर्नु लाग्यो म खाने हो क्या भन क्यामेराम्यान खानु पर्ने दिन्छ कि त्यो एउटा ओए मिठो रहेछ मिठो छ क्या नाइस त्यो हार्ड चिज ट्राई गर्नु म भन्छु यहाँ चाहिँ हाम्रो अर्को हार्ड चिज टेस्टिङको लागि चिज हो होइन टेस्टिङको लागि दाइले दिनुभएको हामीलाई चाहिँ होइन अनि यो चाहिँ सफ्ट भयो अघि भर्खर खाएको चाहिँ अनि यो चाहिँ हार्ड भयो पहना यो हार्ड चिज ल यो चाहिँ हार्ड चिज हो मलाई त्यो टुक्राले त ठ्याप्प अर्दो रहेछ ल एकचोटि खाऊ त कसो रहेछ ओए यो पो मिठो रहेछ त यो पो दाइले हार्ड एन्ड मन तर हार्ड चिज चाहिँ मिठो रहेछ नि है गोड चिज सफ्टवाला यो मेरो फेभरेट हो अल टाइम यम्मी यम यम ल है चिज गोड चिज ट्राई गर्नु मन छ भने चाहिँ यहाँ चाहिँ सिधाइदिइसक्यो यहाँ आउनु होला Now we are going for the rice है अब सब भोकन्तीहरू बसिरहेको छ Yeah We got some people over here Yes यो खानुपर्छ भात खाने अनुहार हेर्नुहोस् भात खाने अनुहार भात खाने अनुहार म पनि भए भात चाहिँ खानुपर्ने हुन्छ अब हामीले है च्याप्पल लान हजुर केबाट ट्राई गर्छु लेट्स ट्राई विथ द चिकन ओके माछा नि त यहाँ नि ल बल्झिया न बल्झिया त्यो के छ त्यो भिडियो राख्नु
ल है साथीहरू मनी खान्छु ल अब मनी हान्नुपर्ने हुन्छ अब मनी मान्छे नै हो खाना आएर त चाहियो ल है मनी खान्छु एकछिन मनी टेस्ट गर्छु ल अब एकलट अब म चाहिँ फिस करी है साथीहरू अब खायो ल ओ घिउ यहाँ हाल त म भिडियो बनाउँछु बाबा कुन देशको स्टाइल थियो त कुरा थिएन अब ल भात त खान्थ्यौ ल मस्त भात दबाइयो भोलि देखा अनुहार भन्दा नि भात खायो होइन त खाइयो कि खिचियो खिचियो ल अन्न भयो अब यहाँनिर टाक्कसँगले गीत सित बजाएर एकछिन अब नाच्ने नाचगान रमाइलो एकछिन के भयो मैले भनिदिएको मैले त्यही गरेको छैन यसले घुमाउँछ नि त्यहाँ मेरो मगा झोक्छ भने ताउरे सर जतिको चाहिँ हुनु पर्यो डोन्ट माइन्ड दिस यो जाडो भएर बानेको हो यसको यस्तो केही रहरले होइन यो बाध्यताले हो टाउको दुख्ने भएर अरू केही छैन चस्मा चाहिँ किन रापले हान्छ नि त आँखामा अब कसरी लगायो नि त मलाई चाहिँ छुट्टै आँखाको प्रब्लमै छ क्या कहिलेबाट भर्खरैबाट धुलोले क्या धुलोले व्यवस्था हो क्या ओहो पोले चियर्स ओए राज भाइ मुभ यस्तो भयो त देखा त एकचोटि फेरि वन मोर ये क्या यो यस्तो क्या कस्तो रे यस्तो क्या अनि हजुर के भन्न चाहनुहुन्छ आलु त लैदैन अनि देख्दैन ऊ यहाँ बोर्डमा आएर बस्नु ए अलिक कालोमा गरेर जाउँ यतै ल मैले देखाइसकेँ यता बस्नु यता के गर्छ हो लाग्दैन एक घन्टा हजुर म यस्तो गर्छु क्या म बोल्छु तिमीहरू यहाँ के हुन्छ भन्दाखेरि चाहिँ होइन यहाँनिर चाहिँ टन्न भात खायो आम्मा चिकन बास फिस चिकन फिस भेरी गुड बास ऑटोग्राफ प्लीज हो गया।